हेलो गाइज नमस्ते वेलकम ब्याक अनदर मिनी भ्लग अथवा सर्ट भिडियो म तपाईहरुसँग चाहिँ अर्को एउटा नयाँ भिडियोमा लिएर आएको छु तपाईहरुले हेरेर साथ दिनु होला आज चाहिँ म एउटा रियाक्सन हेर्न खोजिरहेको छु रियाक्सन त नभनौं एउटा सानो कन्टेन्ट पाएको छु मायालाई चाहिँ म झगडा गर्छु है एकचोटी माया मेरो यानि कि मसँग बस्ने साथी म उसँग झगडा गर्छु किनभने एउटा सानो कुरामा बाजी परेको थियो एकजना भाइसँग तर उसको कारणले त्यो बाजी मैले हार्नु पर्यो त्यो कारणले म त्यो रिस पोखाउँछु कस्तो रियाक्सन हुन्छ म बोलाइहाल्छु है त माया माया यहाँ त तिमीसँग एउटा कुरा गर्नु छ छिटो आउन हौ के कुरा हो यतिकै तिमीसँग सानो कुरा गर्नु छ त आउँदै छिटो आइछ त यहाँ बस तिमीसँग मैले एउटा कुरा गर्नु छ के माया ल भन त तिमीलाई सल्लाहले भन्छु के कुरा सल्लाहले भन्छु तर तिमी चाहिँ रिस नउठ मलाई आज साँच्चै नै तिमी देखेर रिस उठेको छ किन तिमीलाई थाहा छैन म किन रिसाएको भन्ने कुरा थाहा छैन मलाई के थाहा छ तिम्रो कारणले मैले के भएको छ मलाई थाहा छैन मलाई के थाहा अघि मैले त्यत्रो 100 रुपैयाँ हारेको थाहा छैन तिमीलाई त्यो त के अनि अर्कालाई उ गरी उठ भनेको यस्तो हो माया त्यस्तो होइन कुनै मान्छेले चाहिँ च्यालेन्ज गर्छ भने त्यो च्यालेन्ज एक्सेप्ट गर्नु पर्दैन तिमीले यति सानो एउटा फेभर गर्न सकेन एकचोटि उचाल्न सक्छु भनेपछि उचाल्न दिन के ठुलो कुरो हो र अनि त्यो पनि मेरो अगाडि यार 100 रुपैयाँ जित्थ्यो मैले अनि दुईजना मिलेर रेस्टुरेन्टतिर गएर खाजा खाना पार्टी खान पाउँथ्यो तर तिम्रो कारणले गयो थोपडामा भेजा छैन तिम्रो के अर्कालाई उचाल्न दिनु त मलाई त्यसै म त्यति सस्तो छु सस्तो महँगो होइन म यति तौल उठाउन सक्छु भनेपछि त्यतिकै कुरा तपाईलाई ट्राई गर्न सक्नुहुन्थ्यो नि मलाई उचाल्न उनले मैले मायालाई उचाल्न सक्छु भन्यो नि त तपाईलाई भन्न लाग्यो भने त किन मायालाई चुज गरे त त्यस्तो होइन तिमीले बुझ्ने कोसिस गर हैन तिमीले बुझ्ने कोसिस गर म साच्चै भन्नुपर्दा चाहिँ तिमीले मेरो माया नबुझ्दो रहेछ भन्ने चाहिँ मलाई फिल भइरहेछ के साच्चै त भइराखोस् त मलाई केही भएन म तिमीलाई के पनि हुँदैन हुँदैन दिमागमा बन्दुक ल्याएर उडाइदिन्छु अनि सिधै अनि रिस नउठाए मलाई धेरै रिस नउठा हैन अहिलेसम्म उले उहाँ बल गर्न सक्छु भन्ने मान्छेले अनि तपाईले मलाई उठाएर ट्राई गर नि त ल म त थोरै वेटको छु मलाई उचाल्छ के प्रब्लम भएन मैले चाहिँ तपाईले मलाई उचाल्दा त भन्न सक्नुहुन्थ्यो नि त तपाईले उले त माया उचाल्न सक्छु भन्यो नि त मैले एउटा हातले उचालेर काँधमा राख्न सक्छु भनेपछि त मैले तिमीलाई उचाल्न सक्छु भनेको त होइन नि त ए भगवान तपाईले मायालाई उचाल्न त पहिला भने त भन्नुभयो हो कि पहिला होइन तपाईले मायालाई नाम दिनु भयो गलत अर्थ आउँदै हैन नि त उले त्यति माथि बलियो हुने मान्छेले ल मलाई उचालेर देखाऊ भन्नु पर्दैन त सुरुमै तपाईले माया किन भन्नुभयो तिमी एउटा बहिनी हो नि त बहिनी हो उ त मेरो बहिनी र दिदीको कुरा आएन यसमा तपाईले भन्न सक्नु पर्दैन त पहिला कुरा के को आएन भन्ने कुरा होइन के मैले 100 युरो हार्यो भन्ने कुरा हार्यो त्यो हार्यो त केही छैन मलाई त केही प्रब्लम भएन तपाईले त टेन्सन म एक्लै गएर खाँदैन थियो होला नि तिमी पनि जान्थ्यौ होला म जादिन त्यो अर्कैले उचालेर दिइराखेको रेस्टुरेन्टमा गएर मलाई खानु तिम्रो बुझ्दैन भेजामा थोरै मलाई यस्तो कुरा बुझ्नु पनि पर्दैन के मलाई यस्तो कुरा बुझ्नै पर्दैन यतिको मुख चलाउनु चाहिँ कहिलेबाट सिक्यो म त जहिले सिक्यो मलाई लाग्दैन मलाई मैले यो च्यात नपरोस् नि मलाई रिस नउठाऊ के को रिस नउठाऊ तिमीलाई माया पस्दैन मलाई माया साच्ची पस्दैन साच्ची हो तिमीले मलाई रिस उठाएको हो उठोस् न रिस उठाएकै हो त्यसुकै होस् आँखामा आँखा जुटाएर मैले जुटाएरै त बोलिरहेको छु म पड्काइदिन्छु हात छोड्ने बानी रानी हैन लाजु तिमीलाई माया पस्दैन मलाई कस्तो लाग्छ मेरो पनि दिदी भइदियो मलाई कति साह्रो माया गर्थ्यो होला गाली गर्थ्यो होला एउटा गलत अर्थतिर लगेको माया सोच गलत भएको ओ माय गॉड यस्तो होइन कि अर्काले उचाले बाजी राखिरहेको होइन हार्यो भनेको माया मैले भन्न खोजेको होइन क्या सोच्ने तरिका भनेको पोजिटिभ र नेगेटिभ जताबाट लगे पनि हुन्छ क्या तिम्रो चाहिँ कति साह्रो नेगेटिभतिरै जान्छ के जे पनि मलाई उचालेर साइयो जितेको त्यस्तो भनेको छु मैले अनि त्यस्तो नि माया हुन्छ त नि त हार्नु भयो मैले त मलाई थाहा पनि थिएन तपाईहरुले बाजीला भयो के गाउनु भयो मलाई आइडन्ट मलाई थाहा पनि थिएन यो कुरामा अनि अहिले हार्यो भनेर अनि त्यो माया हो
दिदीको माया पस्दैन तँलाई रे ल ए म नपचा त तिमीले रिस उठायो मलाई लास्टै रिस उठाएको छ तिमीसँग म कसरी रिस पोखौँ भन्ने लागिरहेको छ साँच्ची भन्नु कस्तो रिस उठ्छ यार साँच्ची मन दुखाएको छ यार तिमीलाई दुखोस् मलाई केही प्रब्लम छैन साँच्ची प्रब्लम छैन तिमीलाई त्यस्तो कुराहरुमा ओइ भन त साँच्ची प्रब्लम छैन छैन साँच्ची छैन छत्तै छैन कति छैन अरे ओइ केटी आँखा खोल त के साह्रो भयो छोडेको आँखा खोल किन आँखा खोल्नु खोलिदिइ रहेछु आँखा छैन रे यार के त अनि तिमी बिरान पर्यो भने तातो पनि कसले ततार ल्याइदिन्छ म होइन अझै अब प्रब्लम नल्याउनु अब नल्याउनु अब चित्त दुख्यो होला नल्याउनु तिम्रो मुख कति चलाको तिम्रो मुख कति चलाको भनै भाइ हात छोड्ने नै मैले अति सहिरहेको छु त्यहाँ खुट्टा छोड्छु हात छोड्नु मैले सहिरहेको छु यहाँ सहन सकेन भने के गर्छ मेरो नि त हात छ खुट्टा छ अझै ठुलो कुरा गर्छ मेरो हात खुट्टा नै छैन कुरा गर्छस् मैले अहिले तपाईले दिदी भनेर एक्सपेक्ट गरिरहेछु हो दिदी भनेर एक्सपेक्ट गरिरहेछु दिदी भनेर एक्सपेक्ट गरिरहेछु नि माया तिम्रो थुतुनु देख्दा नि म त किमा बनाएर भर्खरै म बनाएर खुवाइदिनु जस्तो रिस उठ्छ मलाई केही कुरा सुन्नु छैन तर तिमीलाई मैले माया गर्छु दिदी बहिनीको माया भनेको यस्तै हो के थोरै थोरै रिस अनि धेरै धेरै माया माया रिसमा पनि देख्छु म त यही मरीको छाया मैले यहाँनिर क्याप्चर गर्ने कोसिस गरेको थियो हाम्रो मायाको र मेरो बिचमा झगडा तर रिस त हाल्को उठेकै हो है मैले उठेकै हो अनि कस्तो रियाक्सन आउँदो रहेछ भनेको टेस्ट गरेको लेट्स सी अब चाहिँ रियाक्सन चाहिँ पक्कै पनि यहाँ क्यामेराले क्याच गरेको छ हेर्छु म पछाडि यसको रियाक्सन हेर्छु अझै चित्त बुझेन भने तपाईँहरू बुझिरहनु यसको म थोपडाबाट खोपडा उडाइदिन्छु यतिको चाहिँ सक्छु क्या बुझिस् नयाँ पछि नि अब